वेलकम टु आवर ब्लग होइन। ब्लग चाहिँ स्टार्ट गर्ने म छु। निकै आइसकेको छ पोखराबाट। अब हामी कहाँ जाने चाहिँ हामीलाई फिक्स नै होइन। केटाहरू उता पनौती र बनेपा छन्। भगवान् चाहिँ उता कहाँ अरे भगवान् कलङ्की होइन, भगवान् चावेलतिर छ। अब हामीले सबैलाई भेट्दै कहाँ चप्लेटी गरेर केटाहरूलाई भेट्ने कुरा हो। चप्लेटी गरेर भेटेपछि मात्रै थाहा हुन्छ अब कहाँ जाने भनेर। त्यो चाहिँ साह्रै अनप्लान के अनप्लान। अब हामी मोटे यता छ। मोटेको चाहिँ नयाँ 220 निकै चाहिँ एडभान्स मोटे चाहिँ हाम्रै झोला पनि राम्रो छ। निकै झोला हो क्या, फेरि गाह्रो हुन्छ नि त बोक्न। बाइक चाहिँ वाला छ र हामी चाहिँ लाग्छौँ। गाइज अब यस्तै हो यो भ्लग। कहिले नबने मान्छे भ्लग बनाएपछि है अब यस्तो गर्नै आएन हौ मलाई त। अब यसरी देख्नु पऱ्यो क्या, फ्रन्टबाट भ्लग खिचिरह अनि यसरी मोटाएर देख्नु पऱ्यो। निकै चाहिँ यहाँ छ अनि म यहाँ भइहालेँ। अब निकै चाहिँ हाई त्यति नै हो। अब अहिले हामी अब केटाहरूलाई भेट्दैछौँ। म कालो आइछु, म चाहिँ कालो थिइनँ। स्वयम्भू हुँदै यहाँबाट हामी कहाँ भन्दाखेरि पार्टी जिन्स होला कि अब उता निस्किन्छौँ। त्यो स्वयम्भू भइहाल्यो। अब यहाँ हाम्रो साथीहरू छन्, हाम्रो केटाहरू यहाँ है। हामी जान्न बाइक आउनुपर्ने। कहाँ गयो केटा हो राजेश? केटाहरू हेर हाम्रो केटाहरूको हालत त्यही पनि ठिकै छ। हामी उता पनि भेट्छौँ केटाहरूलाई। अब चाहिँ हामी लाग्छ। मोटे त आजकल खतै कुदाउनु भएछ नि। उहाँ पुगिसक्यो, भेट्नु पनि नसक्यो भइसक्यो। निकै नै भेट्नु सक्यो होइन, गाह्रो छ। किन पुग्छ हामीलाई ए हाम्रो चाहिँ इसान साथीले इसान दोस्त तिमी त यहाँ परेछौ त। हामी चाहिँ अब हाम्रो यात्रामा लागि परिरहेको छौँ। हामी अब भ्लग कहिले हाल्छौँ, फुल पार्ट हाल्छौँ हामीलाई थाहा छैन। खिच्नु चाहिँ खिचौँ न मोटेको मोबाइल हो, फुल पार्ट स्टोरेज हाम्रो पठाउ दाइहरू पठाउ हाम्रो चाहिँ यो बस्ने बालेन सरकार बालेन सरकार। हाम्रो चाहिँ भोट घन्टीमा हालेको थियौँ। अब बालेनले बनाउँछ। हाम्रो मोडेल चाहिँ केमा हो थाहा छैन, भन्दैन भोट हाले। झोला बोकी था त्यही भनौँ। झोला नि ठुलो बोकी खा के ठुलो बोकी राख। काङ्ग्रेसको झोलो त्यहाँ काङ्ग्रेसको पिठो कति होला। गीत पनि कस्तो गाउँछ भन्दाखेरि गगन 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 गाउँछ। मैले भने कि अब कि बार बालेन सरकार गा भने सुन्दैन, मान्दै मान्छ त गगन गगन भन्छ। यो भ्लग जाँदै जाने थाहा होइन। हामीले अब रमाइलो त गर्नु परिहाल्यो। अब अल्छी लाग्छ क्या यहाँबाट। धेरै दिनपछि भेटेको। अब हामीले अब आर्मीहरूको कुराहरू सुन्नुभयो भने त फेरि बोलाउनुहुन्छ। हामी अलिअलि प्लाटहरू हाल्छौँ। हाम्रो आर्मीहरूले के कस्तो गर्छ हेरौँ न। हाम्रो आर्मीहरू अब हामी भेट्नुपर्छ। फाइनली 4 महिनापछि भेटिएको। एकैछिन आएको लास्ट टाइम केटाहरू होइन। हामी कहाँ अरे चितलाङ एकैछिन चितलाङमा भेटेको छ हामीले। उता पोखरा देखाएको यहाँ मान्छे चाहिँ फेरि। तर आज हामी हिँड्नु कारण चाहिँ यसकै लागि हो। यो फेरि पछि गइहाल्नुपर्छ। त्यही भएर अब अर्को हप्ता भ्याउँदैन यसले। अनि त्यही भएर हामी यसको लागि भनेर पनि बस्यो आज हामी। यो भ्लग कस्तो भएछ मलाई थाहा छैन। मेरो काम भने यस्तो समातिदिने अलिकति जे पाइदियो बोल्ने। मोटेको त सङ्गत भन्दाखेरि गाइज होइन। अब कहिले भ्लग नबनाएको मान्छे अब आज यसो भ्लग बनायो नि त केटाहरूको। अब उसमा भनेर भ्लग बनाएको मैले है। अब मैले भ्लग बनाउँदाखेरि मलाई देखाएर बोल्नुपर्ने। मैले यसरी बोलेछु कि भगवान्लाई हामीले अब भक्तपुरतिर भेट्छौँ होला। त्यसरी बनाउनु पर्ने यस्तै हो। अब सिक्दैछु म त झुक्किछु भने म त पुरा गर्ने उसमा बिर्छु होला। के चाहिँ यहाँ छ मोटेको अगाडि भइहाल्छ। तपाईँले थाहा भएको कुरा थाहा मोट्यो यसरी देखाइदिन्छु। फेरि मलाई के खाल्डो रहेछ यो चाहिँ। बालेन सरकारले बनाउनु पऱ्यो। यस्तो खाल्डो हात दिनु त भएन नि। बालेन सरकारले बनाउनु पऱ्यो। त्यो खाल्डो भयो। म यस्तो भ्लग बनाइरहेको भने यस्तो खुसी थियो भने त मोबाइल खस्छ नि त, डिस्प्लेहरू जान सक्छ। अब हाम्रो जस्तो बाइक पड्काएर आएका छन्। ओहो बाइक पड्काउँछ कस्तो हुन्छ बाइक हामी पड्काउनु पर्दैन। हामी चाहिँ जानुपर्ने हुन्छ। हात्ती सर्दिउँ जब चाहिँ यस्तो पानी पर्ला जस्तो मौसम भनेर कस्तो भइरहेको होइन। हामी चाहिँ अब राजाराधे आइपुगिसक्यौँ। यो राजाराधेको बिल्डिङ गएको थाहा छ। अनि के हो भन्दाखेरि भगवान् चाहिँ बिरामी भएर नआउने भन्ने सुन्नमा आइछ। अनि राजेश सौरभ आयुष इसान भागबाट त्यही हो र अर्को अनि केटाहरू चाहिँ उता उसमा चक्लेटी खान। मोटे चाहिँ आउँदै हाम्रो पछाडि। मोटे अब अगाडि गयो पछाडि थाहा नै छैन। हामी चाहिँ अलिकति यसो ट्राफिक जाम छल्दै यताउति भित्र लाँदै आएको। निकिसले के भयो अरे भाटपट्टि 2वटै कतिवटा बच्यो होइन यो जेन्जीको आन्दोलन 2 होइन नि। यहाँ बच्यो अनि उता महालक्ष्मी ललितपुरमा बच्यो। धेरै ठाउँमा बच्यो। धेरै त के गर्नु 3-4 ठाउँमा बच्यो होला यो काठमाडौँ भ्यालीमा चाहिँ। ठुलो ल अब राखौँ। यो भक्तपुरमा आइसकेका छौँ है।
अनि हामी दुईजना चाहिँ यहाँ अब बाइक राखेर बसिरहेको छौँ। किन भन्दाखेरि हाम्रो मोटे हामीभन्दा अगाडि भयो कि पछाडि भयो थाहा नै भएन। हामी चाहिँ अलिकति अगाडि आयो जस्तो लाग्यो। अब यहाँ 5 देखि 10 मिनट कुर्ने आयो भने ठिकै छ, सँगै जाने, आएन भने चाहिँ हामी अब अलिकति अगाडि नै जान्छौँ। किनकि अब अगाडि गएको पनि हुनसक्छ नि त। अनि फेरि के हो समस्या हो भन्दाखेरि दुइटै मोबाइल मसँग भयो। मोटे आयो 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 मोटे चाहिँ यहाँ, मोटे चाहिँ यहाँ ल नि हामी पनि त्यसलाई खोजेर बस्यो ल ल बाई ल लगाइ चाहिँ हामी मोटै भेट्छौँ। अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ। केटाहरूले मलाई भ्लग बनायो भनिदियो है। अब यो भ्लग त बनाएँ मैले, ठिकै छ, भाइरल गर्नु पऱ्यो कि। अब यसले भ्लग बनाउँदाखेरि भाइरलै हुँदैन, मैले बोल्दाखेरि यसो भाइरल हुँदा कि मैले बोल्दाखेरि भाइरल हुँदा कि अब भ्लग गरेको अरू मोटे चाहिँ उहाँ के अरे हुन्छ हाम्रो मोटे चाहिँ यहाँनिर छ। जब हामी चाहिँ यो भक्तुरा बाटो पनि राख नि त, सूर्यविनायकमा आइसक्यौँ है। अब बाटो चाहिँ अब कस्तो छ भन्दाखेरि यो अगाडिको यो जुन बाटो छ यो गेट हो त्यो बाटो बन्द छ। अनि यो भित्री बाटो खोलाएको छ, लास्टै जाम हुन्छ कि मोटे पछाडि आइसक्यो। अनि हामी चाहिँ अब 5 खाल बस्ने जस्तो कुरा गरिरहेको थियो राजेशले। प्राइस जस्तो छ है। अब हाम्रो यो साँगा जाने बाटो पलासी तलतिर हो यहाँनिर ठाउँ। वान वे जाम छ हौ, तलै भक्तपुरका कहाँ हुन्छ भक्तपुरदेखि छ जाम है। अब यहाँनिर जाम कहाँसम्म जाम छ, भक्तै जाम लास्टसम्म जाम छ। यो बाटो बन्दै छ नि त, बाटो बन्द भएर यस्तो जाम यस्तो छ। यो गाडी कहाँ आएको थाहा नि, दिमागै छैन कि यिनीहरूको दिमाग छैन कि। अब यसरी आइन्छ बरु बाइक हटिन्छ, बाइक हटाउँदा के भने गाडी नै आएर जाने कहाँ कि यत्रो मान्छेहरू उहाँसम्म जाम बसिरहेको त्यो त आमै अति नै रहेछ। मान्छेहरू चाहिँ अब सस्तो भएर चलाउँदा राम्रो जस्तो लाग्छ है। अब ल हेरौँ न यस्तो टर्निङ छ, यहाँ कति आइदिन्छ, सबैलाई हतार छ नि जाने कहाँसम्म हो। यहाँबाट चाहिँ अलिकति कमै रहेछ। त्यो चाहिँ अब साँगामा आइसकेका छौँ, शिवहरूको मूर्ति त्यहाँ छ। हामी अब यहाँ साँगा बाटो बन्दैछ, लास्टै धुलो हो, लास्टै धुलो लास्टै धुलो लास्टै धुलो। आँखा हेर्न सबै गाह्रो छ। अनि घाँटा दिउँसो त बसिरह है, झन् बढी बस्दै जस्तो भइरहेछ। त्यो पनि के छ अब यो भ्लग यसरी गरेर आउँदै आउँदैन भ्लग गर्नु। अब साँगा पट्टिसकेको बनेमा जाँदैछौँ। यो धुलो र धुवाहरूले गर्दाखेरि आकाश यस्तो भइसक्यो कि त्यही भएर पानी अलिअलि सिमसिम भन्दा अब छिटाइराख भनौँ, सिमसिम परेर त भन्नु मिल्दैन, छिटाइरहेको छ। एकछिन नपरिदिएमा हामी हाम्रो भक्तपुरमा पुगेपछि स्टेसनमा पुगेपछि पानी छिटाइने के हुन्छ खाल्डो खुल्डो त यति छ कि यो बाटोमा त्यो नगरौँ। जस ठिकै छ, अब आफ्नो जस ठिकै छ। यो धुलो देशी बन्दैछ, हाम्रो गाउँठाउँ बन्दैछ। मेन भनेको अब हाम्रो काभ्रे अझै राम्रोसँग राजधानीसँग जोडिदिनु नि त काठमाडौँसँग। त्यो भएपछि हाम्रो सजिलो भयो, यहाँको मान्छेहरूलाई सजिलो भयो। बाटो बन्नु चाहिँ अलिक टाइम लागिदिइराख होइन, बिस्तारै बल्ल भनेर चाहिँ आशा हो। त्यस हामी अब धैर्य गर्नु त अब यो बाटोमा हिँड्नुपर्छ। चाहिँ अलिकति पछाडि नै छ, किन भन्दाखेरि हामीले त्यहाँ बस्दा ओभरटेक गएको थियौँ, बढी ओभरटेक गर्नै भ्याएन क्या। बाटै सानो छ, उताबाट पनि च्याप्पी गर्छन्, अलिक गाह्रै छ। अब हाम्रो चाहिँ अब योपालि हाम्रो अब हामीसँग को हुनुहुन्छ भने नयाँ मान्छे त नभनौँ, हाम्रो पुरानै मान्छे हो, तर धेरै पछि हामीसँग कहीँ जाँदै हुनुहुन्छ। उहाँको नाम हो इसान कार्की। हामीले अघिदेखि आइसक्यौँ, उहाँ अब अघि उहाँ यस्तो पुर्लुक गरेर उफ्रिँदै हुनुहुन्थ्यो। तर हामीभन्दा अगाडि उहाँ कसरी पुग्नु हो भन्ने अलिकति हाम्रो यो मनमा लागेको जिज्ञासा क्या। अब हामीभन्दा अगाडि पछि केटाहरू उहाँ उफ्रिरहेको थियो एउटा रुखबाट अर्को रुखमा। त्यो बनेपा आइपुगिसक्यौँ है। अब बनेपाबाट हामी चक्लेट जाएका छौँ चण्डेश्वरी मन्दिर हुँदै। अनि हाम्रो मोटे अगाडि छ, हामी चाहिँ जाँदैछौँ। के भन्छ मलाई आएन कि यस्तो गर्दै, यो गरेर अब मलाई मबाट ठाउन आएन कि गाई। हाम्रो मोटे यहाँ झोले जो झोले हो बिर्सिरह हामीले है। यो झोले गगने झोले के थाहा छ, गगन भन्छ, मैले अगाडि भनिसकेँ गगनेको झोले। हामी चाहिँ अब राप्सोपाको झोले चाहिँ भन्नु मिल्दैन, झोले हाम्रो राप्सोपा के लाग्छ हामीलाई सही बनाएर भन्नु मिल्दैन उहाँहरूलाई पनि। तर हामी चाहिँ अब अहिले बालेन शाह प्रधानमन्त्री भएर देश राम्रो हुन्छ भनेर हामीले उहाँलाई सपोर्ट गरे हो। उहाँ त्यहाँ राप्सोमा धेरै राम्रो मान्छेहरू हुनुहुन्छ, हेर्दै जाउँ, राम्रो काम गर्नुहुन्छ होला। यस्तै छ, मोटे पछाडि छ, केटाहरू आउँदैछन्। चण्डेश्वरी मन्दिर आइसक्यो। यो गाडीले छेको कि मेरो भ्लग नै बिहा, त्यो गाडीले मैले फेरि कन्टिन्यू गरेँ। हाम्रो चाहिँ अब यो
चण्डेश्वरी मन्दिर जाने गेट भइहाल्यो सबैले बाहिरबाट ढोको भगवान्लाई हामी चित्त लाग्छ बाटो चाहिँ अब पहिला पिच भएको रहेछ लास्टै बिजोग छ यहाँ पनि अब बाटो अलिकति केही समय त्यसपछि पिच छ रमाइलो छ केटाहरू भेट्नुपर्छ पहिला धेरै घुमिन्थ्यो यो बाटोहरू सबै स्कुल कलेज पढ्दाखेरि हाम्रो रवि दाईहरूसँग पढ्नुहुन्थ्यो उहाँको पनि यहीँ भएको थियो हामीले यहाँ रमाइलो गरेको छ दाइको रूपमा आएर यो बाटोको हालत त्यस्तो छ ठिकै छ पहिला अब खिच्छ अब मन्दिर जाने बाटो लिएर भइहाल्यो अर्को बाटो बदन भण्डारले बनाउँछ बदन भण्डारले अब आश्वासन भन्ने कि अब त्यसलाई के भन्नु सक्छ उहाँले अब धेरै राम्रो कुराहरू गर्नुभएको छ अब हजुरहरूले उहाँको कुराहरू हेर्नु सक्नुहुन्छ अब आशा राखौँ पहिल्यैदेखि आशा राख्दै आएको हो म त यहाँ सदस्य हाम्रो यो चौधरी जङ्गल भइहाल्यो राति अब अघि उता साँगाबाट चल्ती झरेपछि पानी छिटाइरहेको थियो अहिले पानी छिटाएन यो पानी पर्दा जस्तो त्यति त्यस्तो भएको छैन कि अब भ्लग चाहिँ लामै भएछ मोटो युज गर्ने बेला कसरी गर्छ थाहा छैन मोटेको नयाँ 225 क्या गाडी चाहिँ भ्लग हेर्नुहुन्छ भने त हजुरहरू थाहा नै होला हामीले मोटेको पहिला गर्ने भिडियो थियो मनाङ मुस्ताङ ब्लगको अब अहिले चाहिँ 225 हो अब यसलाई रहर त डुक चढ्ने थियो तर के हाम्रो हेप्दाइले अलिक मान्नु भएन अहिले कसैले खिच्छु भने हेप्दाइ भ्लग हेर्दै हुनुहुन्छ भने हाम्रो विकास कार्की हाम्रो खोल्ने होला यसको रहर छ किन्ने निकै चाहिँ अब धेरै खुसी भइन्छ किनकि पोखरा बस्छ नि त पोखरा बसेको मान्छे अब धेरै पछि आफ्नो गाउँ ठाउँ निकै चाहिँ मामाहरू चाहिँ होइन निकै चाहिँ मामाहरू चाहिँ यही हो कि फेरि यो होइन उता ठाउँ होइन उता ठाउँ भने त्यहाँनिर चाहिँ हामी देखाउने छौँ मोटे यही छ है मामाहरू चाहिँ उतै हो होइन निकै चाहिँ त्यहाँ बस्छ यहाँ तलतिर बिस त्यहाँ पठाउँथ्यो पहिला अब मामाहरू निकै चाहिँको त्यही माथि हो यहाँनिर यो रिजोर्ट जस्तो राम्रो रहेछ अब हामी चप्लेटी आइपुग्नु लाग्यो जस्तो लाग्छ मलाई चाहिँ अब यो बाटो त्यति हिँडेको छैन इलेक्ट्रिक टिकट पारेर अलिकति झ्याउ बनायो त्यही ठिकै छ केटाहरू के गरेर कुरो बसिहाल्ला नि त अब गफ त केटाहरूको राम्रै हुन्छ त्यहाँ रास कार्कीले 1 2 गरेर हजुरहरूलाई सिकाउँछ कसरी सल्युट गर्ने त्यसपछि केटाहरूको गफ त अब सधैँ सदाबार छँदै छ मोटे त्यहाँ पछाडि छ खालि मोटे पछाडि हो क्या ठिकै छ अब यो हामी यो लाग्दैछौँ हुन्छ यहाँ चाहिँ हावा लास्टै राम्रो चलिरहेको छ है हेर्नुहोस् अब यहाँ त हावा लास्टै राम्रो चलिरहेको छ यो अब हामी जाँदैछौँ हाम्रो केटाहरू कहाँनिर छ भनेर अब हो अब ठिकै छ उता खावाको बाटो कहिले बजी थाहा होइन यो बाटो हिँडौँ गाडीले अझ होइन हामी चाहिँ हाम्रो केटाहरू भनिसकेका छौँ केटाहरू त्यहाँ छन् होइन हाम्रो गुरुबा यहाँ छ हाम्रो गुरुबा सल्युट हान न हो बास छ प्याते हराएर प्याते यो गुरुगान गएको हाम्रो हो सर सल्लाह भन्नुहोस् सर मिल्दैन खाली हो हाम्रो दोस्त यहाँ छ है दोस्त चाहिँ कहाँ जानु अरे केटाहरूले सिकाएको है केटाहरू यहाँनिर छन् हो ल कन्जाने आर्मीहरूको पुरा यसरी फैलाइदिनु अनि एकमा दुई गिन्तीमा चाहिँ 2 3 एक अनि दोस्रो गिन्तीमा चाहिँ हात भएको यस्तो सिधा हात चाहिँ अगाडि सिधा कोटाइदिनु मैले हजुरलाई भनेको थिएँ केटाहरूले गफ हान्छन् केटाहरूको यो 1 2 1 2 त चल्छ भनेर यही हो यो चाहिँ चट्ट हिँड्ने भएन 1 2 3 यिनीहरू म्यादी चाहिँ होइन फेरि तपाईँले म्यादी भन्नु होला हामी भएपछि तपाईँलाई यिनीहरूको आर्मीको पनि दिन्छु पैसा मिलेर अब हामी केटाहरूसँग भेटेपछि रमाइलो गफहरू यस्तो चल्दै जान्छ अब हामी चाहिँ कस्तो भन्दाखेरि गन्तव्य कहाँ जाने केही थाहा नभइकन हिँडेर मान्छे हो अब हाम्रो इसा साथीको चाहिँ अब किन नमिल्ने थाहा होइन उहाँले अब उहाँलाई अब मन छैन होला कि हामीसँग उहाँलाई हामीसँग हिँड्न मन छैन किसान साथीलाई अनि हामीले नि उहाँलाई अब धेरै कर नगर्ने यिनीहरू के भन्छन् अब यही हो यिनीहरू पहिला आर्मी जानुभन्दा अगाडि ठुल्ठुलो कुराहरू थियो अब झन् अहिले आर्मीमा गएको आर्मीमा गएर चाहिँ अलिकति के दुःख गऱ्यो गफ सुरु भइहाल्यो त्यो त मैले अस्ति नै बारीमा काम गरेर उठ्थेँ मेरो भगवान डाइरिया लाग्यो भन्दैछ डाइरियाको लागि औषधि होला कल गर्छ मैले त्यसपछि थाहा हुन्छ है डाइरियाको औषधि छैन कि अरे के
आर्मीमा गएको अब सिभिल भन्छ सलाम गर्दा यस्तो हुँदैन तैँले 70 पैसा नदिने नि तैँले पुरा गरिराखेको नि तेरो ट्रेनिङ पुरा नगरी त पनि सिभिलै हो शरीरलाई म सिभिल होइन 3 महिना तालिम भइसक्यो जीएसटी पास भइसक्यो छैन कहिले सिभिल हुँदैन टक्क यसरी 70 पैसा बस्दाखेरि यस्तो अनि यो हात यता काट्ने यस्तो यति गरेपछि भयो सलाम हात चाहिँ सेभे हुनु पर्यो इडीमा इडी मिल्नु पर्यो ल भयो भयो यसो गफ यहाँ चलिरहन्छ यस्तो गफहरू पत्युन थाल्यो भने मान्छे अब अब चाहिँ यहाँ रेस चलिरहेको छ हाम्रो जमदार भर्सेस सिभिल सिभिल यहाँ चाहिँ एकदमै ल सबिन पुगिसकेको छ आइसुन पुगिसकेको छ र आउँदैछन् साथीहरू र सबिन थाकिसकेको छ र आइसकेको छ विनर र सबिन अझै पछाडि नै छ सुरुमा फुर्ती पाएर अगाडि गएको थियो तर अल्छीमा हिँडेर आइरहेको छ टिपर पनि आइसकेको छ मादलले भेटाउनु ल च्यालेन्ज तिमीले दिएको तिमीलाई के भयो कस्तो लागिरहेको छ हार्दाखेरि मलाई रमाइलो लागिरहेको हार्दाखेरि अनि सुरुमा किन फुर्ती पाएर गएको तिमी भन जनता जान चाहन्छन् भन सबिन तिमी ल ठिक छ यहाँ थाकिसकेको छन् साथीहरू चाहिँ होइन ल गेट टुगेदर रे अब यहाँ केटाहरू केक काट्दैछन् त्यसपछि यहाँ आर्मीहरू छ नि केक काटेर ओहो पहिला गेट टुगेदर गरेर सुरु गर्नु पर्यो खै त ए सुरु यहाँ सिभिल हान गर्छन् अब सिभिल ग्याप लाग्छ 8 जना तयार छन् सर गरौँ ल ल ल हैन यो खानालाई चिठी सलाम गेट टुगेदर हैप्पी बर्थडे टु यु अहिले कुन महिना मार्च यो चिसो लाग्यो चिसो फागुन मेरो साउनमा कति महिना हो हिसाब गर त साउनमा बर्थडे हो कति महिना 4 महिना भइसक्यो कोशी यहाँ चाहिँ केक छ खै ओसी जस्तो छ सबिनको बर्थडे थाहा नै भइसक्यो नि यार मैले बिर्सेँ 12 अनि के छ रमाउनेको चाहिँ के किन काट्यो ओ बले बले ह्यापी बर्थडे टु यु यो चाहिँ कस्तो खायो भन्दाखेरि अब हामी कहाँ छौँ भन्दाखेरि मेरो आउँदैछ चक्लेट हुँदाको तल छौँ है चक्लेट हुँदाको तलपट्टि छौँ हाम्रो गन्तव्य कहाँ नगर केटाहरू फेरि के काट ब्याच ओए कस्तो नाकमा उ आके यसको है अब चाहिँ केक काट्नुपर्ने हुन्छ ल केक काटौँ केक काटौँ केक काटौँ होइन एकछिन निकै यो ग्रुपको यो घुम्ने प्लानको सलाम 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 ए खाल्टाको छ उसको मिल्दैन खाल्टाको नमिलेर यो के काट्नु चाहिँ हाम्रो म्यानेजर साहबले दिउँ न के काट्ने यार जग्गा दिनु 1 2 1 2 केक काटौँ काट्छौ कि म काटम भन है काट्ने काट है काट ल ताली बजाऊ ताली ताली ओ यो त के उ जस्तो भयो के भन्छ नेमपुर बक्का लास्टै भयो अनि कति जना हो 8 जना यो त एकछिन फुल त खानु पाइँदैन फुल चाहिँ खानु पाइँदैन भने बानी चाहिँ उस्तै नै छ हाम्रो राजेश कार्कीको कति अब 6 त भयो के चेरी चाहिँ म खानु मन चेरी तिमी खाऊ ओए एकछिन प पुगेर के यो थोरै हात ठुलो चाहिँ तिम्रो लग्ने नि सानो त्यो हो कसले माथि उलो हो आज त्यस्तो छ एउटा कुरा बिर्सिएछ क्या सबिन केक चाहिँ सुरुमा हाल्नु पर्थ्यो अनि मैले सानो पाइयो हाडा लुज गरेपछि त्यस्तो हुन्छ त्यस्तो गाई जब हारालुस गरेर खाइयो है के गर्नु नियम काट्दै त खानु पनि नियम पुगेर भएन लास्टमा अब जोना बेला अन्तिममा हिँड्न पर्ला भने बिर्छ सोर खाना दियो कसले लय मैले नर्भस अब यो क्रिम पनि यो लगाए यो ढल्न चार्ने अब यार गेट टुगेदरको
अब यो धनीहरूले फाल्छन् तर हामीले जुत्ता नि किनेछ यसले चाहिँ यो झरेको नि यो यसरी हेपमा गाइजहरू अब चाहिँ हाम्रो प्लान चेन्ज गरेर अब हामी क्रिकेट जान लागेको छौँ पिछाडि र्याली बाहिर आउँछन् केटाहरू अगाडि भगवान् नचाहिँदै छन् केटा चाहिँ केही पनि देख्छौँ साथीहरूलाई होइन तर यो बारी बनाएर हामी क्रिकेट गएका छौँ अब चाहिँ हामी सुकुले भन्दै के अरे कहाँ गएको थियो प्लान पनि अरू भन्दै होइन हामी कहाँ जान्छ क्या 12 जाने भनेर फेरि 5 साल भनेर दर्शन पाऊ भनेर हामी अन्तिममा चाहिँ आफ्नो झुल्केतिर गइरहेको छौँ गाइजहरू होइन यहाँ चाहिँ भगवान् आइसकेको छ उयो चन्द्रश्वरीको वनमा त यहाँ चितुवान आउँछ भन्थ्यो बाटो चाहिँ एकदमै सुनसान छ गाइज सुनसान पुरै जङ्गलको बाटो होइन ओहो गाइजहरू तपाईँले चाहिँ हामी डुडेल गरेर भेट्छ है गाइजहरू हेलो गाइज जय नेपाल ल गाइजहरू अब हामी चाहिँ होइन यहाँ दुईजना लौडेकै बाइकमा फुट टुट 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 जम्मा गरी अगाडि चिन न ल गाइजहरू अब हामी अगाडि अगाडि गइसकेको छ होइन यस्तो सुनसान जङ्गलमा गाइजहरू एक्लै नहिँड्नु यहाँ जे नि हुनसक्छ तर मान्छेहरू एक्लै बसिरहेका छन् यसरी नबसिरहेको ड्राइभर आइरहेको छ त्यसमा चाहिँ केही पनि देख्दैन रहेछ होइन अगाडि गइसकेका छन् केटाहरू चाहिँ र यहाँ हेर्नुहोस् गाइजहरू यति राति यहाँ जेन सक्नुहुन्छ गाइजहरू अब यसरी चाहिँ हामी भाग्नुपर्छ यसरी बस्नु हुँदैन यहाँ दिन जस्तो भागु होइन सारी लागेको मान्छे अन्धकारमा केटी मान्छे अगाडि चाहिँ के छन् हिँडिरहेका छन् होइन यसै गरी जमदार र अमलदार मिलेर स्कचिङ गर्दै लिएर जाँदैछन् हामीलाई चाहिँ निर्वाचनको लागि यता चाहिँ हाम्रो सबिन तिमल सिन्हा छ ए ब्ल्याक आज सबैले भ्लग सुने गरे खासै कति त हुँदैन तर कस्तो पानी पहिरो पुरै ब्लर देखिरहेको छ चस्मा पानी पहिरो है कपाल चट्टा पारामा हिँड्ने हो क्या हामी त अनि हामी चाहिँ धेरै बसेर भेटेको धेरै पछि कति वर्ष पछाडि 1 दिन महिना पछाडि 30 लाख पछाडि सँगै भेटेको होला हामी चाहिँ है रोमन यहाँ रोमन भागे भेट्न आइदिँदा नआउने यो रोमन हो क्या रोमन यो भागो त्यही आइज नि त रोमन घुम्न जाउँ भनेर भाग्ने हिँड्न ए फुर्सद छैन भन्ने अझै नै हाम्रो यो कहाँ बस्नु टुङ्गो छैन होइन अब चाहिँ हामी झुल्केम रिसोर्ट पाउँछ होइन तर हामी अब चाहिँ हामी सोध्दै जान्छौँ गाइजहरू यसरी चाहिँ अब के भन्ने बनाइदियो केटाहरूले चाहिँ मलाई होइन त्यही हाम्रो केटाहरू हाम्रो खासै आवाज कति लागेन विषयमा त आवाज कति लाग्यो पहिला शराब दिने होला नि हामीलाई पछाडि चाहिँ सौरभ नै आइसकेको छ यो भगै रहेछ पछाडि मैले अर्को मान्छे रहेछ तर आफ्नै भगवान् साथी रहेछ होइन अनि अब के भन्नु धेरै पछाडि भ्लग बनाएको खासै बोल्न ल्याउँदैन रोमनले होइन अनि के छ रोमन केटाहरू भन् अनि फेरि अब अस्ति भ्लग पनि हामीले विशाल काका सन्दा खेल अब सक्दिनँ हामी विशाललाई नसम्झिने टाइमै दिएन कहिले के छ भन्ने कहिले कहिले कहाँ जान्छु भन्ने कहिले के भन्ने यसरी हुन्छ त साथीसँग भयो भने कलेजमा त ठिकै थियो ल पाएन भन्नु अब त हामी त काम गर्ने भइसकेन अनि यसरी हुन्छ हुँदैन अब हामी चाहिँ हो यस्तो महँगोमा बस्छौँ होला सायद है होराइजन
भ्यू पोइन्ट कि केमा सक्नुहुन्छ तपाईँले हाम्रो काभ्रेको विकास पनि देख्न सक्नुहुन्छ विकास भन भन्छन् मान्छेले तर होइन हाम्रो विकास भइरहेको छ अब मान्छेले झोले भन्लान् के भन्लान् होइन थाहा होला ल हाम्रो पिके मान्छेहरू छन् हाम्रो म्यापमा चाहिँ होइन यही छ यो चाहिँ अब फोन गर्दै रहेछ गाइजहरू हामी चाहिँ अब पुरै होटेलको खोजीमा छौँ है तर काहीँ पनि पाएका छैनौँ भर्खर खोजेर आएको ठाउँमा पुरै सर्भिस गर्ने ठाउँ पनि रहेन रहेछ केही पनि रहेन रहेछ अब हामी खोज्दैछौँ हाम्रो खोजी जारी छ कहाँ पाउँछ बाबा हाम्रो थाहा छैन गाइजहरू यो चाहिँ पछाडि आइसकेको छ केटाहरू होइन अनि अब खै के गर्ने अब बाहिर भात खाएर घरतिर गएर सुत्नु पनि लाग्छ होइन यस्तै चाल हो भने अनि यतितिर चाहिँ अब होटल केही पनि छैन धुली खेल्ने घुम्न आउने मान्छेहरू कहाँ बस्ने रहेछ न यस्तो ठाउँमा के हो गाइजहरू अब चाहिँ हामीले यहाँ रुम नपाएको हुनाले अब हामी फेरि फर्किसकेको छौँ अब हामी चाहिँ कहाँ पुग्छौँ हामीलाई थाहै छैन अब कहाँ जाने पनि थाहा छैन के गर्ने पनि थाहा छैन कता जाने पनि थाहा छैन के हो कुरा आया अनि अब जान्छौँ अब लाग्यो हामी साथीभाइहरू पानी परिरहेको छ सबैले बाइक चलाइसकेको छ गाइजहरू होइन अब हामी एकछिनमा गएर सल्लाह गर्छौँ फेरि यता निकै चाहिँ भन्दाखेरि अगाडि छ ए गुरु चलाइरहेको छ गुरु यता फेरि पुरै बाइक सोध्नु तनाव छ यता फेरि के नभएकै हो त हाम्रो प्रयास जारी छ ओहो हुन्छ प्रयास जारी छ हाम्रो भगवान्ले चाहिँ अब मान्छे चलेन नभएको हो कि जस्तै नि लाग्यो मलाई होइन अब चाहिँ हामी यतातिर नि कुरिरहेको छौँ है गाइजहरू हामीले चाहिँ रुम नपाएर फेरि अब कहाँ हो यो धुलखेलमै छौँ अब यो रुममा यहाँ खोज्न गइरहेको छ तिमी चाहिँ यस्तो छु धुलखेलको डाँडामा चाहिँ अहिले धेरै त बजेको छैन त्यही 9 बज्यो 9 बजीसम्म हामी खोजिरहेछौँ ठाउँहरू 8:30 भएछ हाम्रो 10 बजीसम्म चाहिँ खोज्ने प्रयास जारी नै हुन्छ त्यसपछि भएन भने हामी गएर सुत्छौँ सबिनको चाहिँ के कुरा छ हाम्रो मेरो गुनासो केही पनि छैन गुनासो होइन कुरा चाहिँ के हो भन्दाखेरि निन्द्रा लागिरहेको छ निन्द्रा लागिरहेको छ आँखा दुखिरहेको छ तिमीलाई त्यस्तो छ अनि आज पावर न्याप लिनु पाइनँ प्रयास चाहिँ जारी नै छ हाम्रो अब यो होटलतिर खोजिरहेको छ आज पावर न्याप लिनु पाइनँ कि मैले काममा चिया खाने बेला 25 मिनट 10 मिनट सुत्न पाउँथेँ आज चाहिँ पावर न्याप नै बिग्रियो मेरो बिग्रियो किन भन्दाखेरि रुम खोज्नलाई फेरि प्रयास चाहिँ हिजोदेखि गयो हिजो बेलुका राति 9:30 10 होइन 8:30 9 बजीदेखि सुरु गरेँ हामीले तर रमाइलो भनेको त्यही हो फेरि रमाइलो धेरै कति रमाइलो सबै साथीभाइ भेट्न पाएको छ अनि यहाँ बाइक राखेको छ बाइक एउटा बाइक उडाएको छ के गरेको छ बुझेर आएर चाहिँ ए भयो केटा आऊ भन्ने चाहिँ हामीलाई आश छैन उनीहरू छैन किनकि हामी 10 ठाउँमा घुमिसक्यौँ होला सायद आज यहाँ भएन भन्छन् केटाहरू आएर आइसक्यो अब रिएक्सन सुन्नु है कुरा गर्दा आइपुगिहाले यिनीहरू पैसाको कुरा चाहिँ होइन हामीलाई ठाउँहरू चित्त नहुने कहीँ अब भड्याङ मुनि बार्बिक्यू रे पैसा त यहाँ जति कहाँ के अब सबैले फेरि बाइक चलाउनु रमाइलो रहेछ आज छैन मलाई यहाँ म इन्डियाको अब के परिणाम लिएर है सोध्छु है त म यहाँ चाहिँ अब केटाहरू आइरहेको छन् कता छन् त्यो थाहा छैन हुनु थियो हामी प्राइभेटिक गर्छन् है
यहाँ चाहिँ तपाईँको कस्तो पर्यो भने हजुर तपाईँको नमिल्ने भयो बुझ्नु न नमिल्ने भयो नमिल्ने भयो नमिल्ने भयो अब फेरि हामी खोज्नु चाहिएको छौँ कि खोज जोस छ जोस हुँदैन आज त ल राजेश बयामर ए पछाडि फर्के पुरा फर्क म्यादी स्टाइल मेदी स्टाइललाई ल अब लागिसकेको छौँ गाइजहरू हामी चाहिँ अब तपाईँले फेरि नयाँ होटल गएर खोज्छौँ अनि तपाईँहरू भन्छौँ गाइजहरू हामी कहाँ पायौँ भनेर हामी यो हरसिटीको जङ्गल हिँडिरहेको छ होइन यता सौरभ पछाडि आइरहेको छ तर हामीले पाएको छैनौँ अझै पनि अगाडि अगाडि अब हाम्रो प्रयास जारी नै छ यति राति जङ्गल फेरि जान्छ नि हेर हामी आइदिएर पनि चाहिँ हामी त्यहाँबाट फर्केका थियौँ हामीले मासु नपाएको भएर तर हामीले चाहिँ अहिले मासु पाइसकेको हुनाले होइन र आजले मासु पोर्क पाएको हुनाले अब चाहिँ हामी मासु लिएर जाँदैछौँ तर यहाँ टिप्फर चाहिँ फेरि बाबा रे बाबा धुलीखेलमा त टिप्परले त डराउँदो रहेछ है गाईहरू डराउँदो रहेछ डर लाग्दो रहेछ टिप्परदेखि हामीलाई चाहिँ बाटो पनि फेरि एकदमै चिप्लो भर्खरै बनाउँदै गरेको बाटोबाट होला एकदमै चिप्लो थोरै पनि होइन फेरि धेरै चिप्लो अलिकति हेर श्रवण धेरै चिप्लो हामी चाहिँ भर्खर चिप्ली पनि सकेको छौँ तर हामी खुट्टा लामो भएको हुनाले उनीहरूको खुट्टा लामो भएको हुनाले हामी बाँचेकै छौँ डरेको छैनौँ त्यही हामी बिस्तारै उयो टिप्परबाट हिँड्छौँ तर हामी बिस्तारै हिँड्छौँ लड्नु त भएन नि बाबुहरू लड्नु त भएन नि है अब हामी चाहिँ यहाँ एउटा आशा क्या एउटा आशा मान्छेले पाउँदैन भने तर होइन मैले रोमन जाउँ बनेपा गरेर लिएर आउँ भने किन म त 3 वर्ष बनेर बसेको हो नि त अनि रोमन जाउँ भनेर लिएर गएको ठ्याक्कै पायौँ थ्याङ्क यू त्यहाँ मासुको आन्टी होइन खोलिदिनु हो तपाईँले पस्न हाम्रो लागि भनेर अनि हामी धेरै खुसी छौँ है अझ हामी हिँडिसक्यौँ अब हात पनि गल्यो है यतापट्टि मासु यतापट्टि मल त गलिहालियो अब तपाईँहरूलाई अब हामी केटाहरू भेटेपछि भेट्छौँ कि हामी माथि भेट्न सक्छ गाइजहरू प्लिज केही पनि होइन गाइजहरू हामी चाहिँ भर्खरै रुम पाएर बसिसकेका छौँ आगो तापेर सिटबाजीको आगो झन् ठुलो आगो बालेर बसेका छौँ हामी चाहिँ यो सबिन छ उसले चाहिँ आँखा दुखेर यसले समस्या त्यही छ फेरि चस्मा लानु मान्दैन यो फेरि हाम्रो जमदार साहब तिमी यता गाइजहरू अब टक्कै भगवान् सर यता हुनुहुन्छ यो बस्ने मान्छे तापिरहेको मान्छे आगो भने आगो नै हुन्छ है फेरि टक्क अब चाहिँ हामी यहाँ मासु पोलेर स्वादले खान्छौँ होला हौ अब त फेरि छुट्टै राम्रो फेरि त अनि यहाँ आहा यति हो के चाहियो भने हामीलाई सबै पुग्यो होइन पानी त छ हामी चाहिँ चट्ट पारेर खान्छौँ के छ भने निकै प्रयास पछाडि हामीले रुम पाएको छौँ भगवान् फेरि चिज हुँदा चिजै छ नि होला जस्तो छ है के रहेछ के रे गुड मर्निङ गाइजहरू हामी चाहिँ अब उठिसकेको छौँ बिहानको 5 बजे तर भ्लग चाहिँ हामी 8 बजी खिचिरहेको छौँ किनकि मोबाइल चार्ज थिएन होइन यहाँ चाहिँ गुरु चाहिँ अब यहाँ गुरस लिएर बसिरहेको छ कसले दिनुलाई काहीँ नि होइन यहाँ लाउरिनीलाई भन्दा यो रहेछ राम्रो लाग्यो अनि मैले टिपेको राम्रो लाग्यो मात्र एकदम राम्रो छ दिनुलाई होला दिनुलाई होइन कसैले दिनु छैन मलाई भर्खर उठेछौँ अब 1000 सिट भर्खरै 5 बजे उठे 5 बजे अब भर्खरै हामी त्यहाँबाट भ्यू देखाउँछ तपाईँ अनि हामी टक्कै सो गाइजहरू हाम्रो रुम चाहिँ यही हो होइन
अनि उता रोमन र सौरभ चाहिँ अलिकति उठ्या नि छैन के निकालेको छैन सबै पनि भर्खर आँखा मिच्दैछ भगवान् आचार्यले त के भन्नु हामी खोइ कुन्नी के हो अभिनवलाई हेलो हेलो अब आजको हेलो फेरि 3 महिनापछि हेलो भन्ने हो अब आजको अन्तिम हेलो हो यो भ्लगमा गाइजहरू राइसहरू चाहिँ बाटोबाट सुरुमा आएर सुतेको थिएँ यहाँ बाटोमा चाहिँ के हो उठिसक्यो नि त उच्चारण त सुतिया मात्रै भएको एउटा ल पल्दैनको ज्यान देखा छैन ज्यान गोरा फट इकाइमा मिलायो भने त्यो बोल्दा आउँदैन गाइजहरू अब चाहिँ हामी मासतिर घुम्न गएपछि तपाईँहरूले देखाउँछ यहाँ चाहिँ हाम्रो रुमै अगाडि लारी गुराँसको फुल देख्न सक्नुहुन्छ काभ्रे भयो भने यति प्रकृतिले भरिपूर्ण त्यो ठाउँ हो यो पारि तपाईँहरू भ्यू पनि देख्न सक्नुहुन्छ यति राम्रो छ आहा सो गाइजहरू अब हामी चाहिँ हिँडिसकेका छौँ होइन अनि यो कुन होटेल हौ यो नामै छैन त ऊ धुलीखेल जङ्गल रिसोर्ट चाहिँ एकदमै खत्तम होटेल रहेछ किन भन्दाखेरि यहाँ चाहिँ लास्टै ठग्दो रहेछ है चिप्ले चिप्ले कुरा गर्नु लास्टै ठग्ने होटेल रहेछ यो चाहिँ गाइजहरू यसमा चाहिँ नआउनु होला अनि अब चाहिँ भगवान् यता माथि जान्छ अनि आयुष गाइजहरू अब चाहिँ हामी यसमा भ्लगिङ गर्छौँ प्लिज लाइक सेयर सब्सक्राइब